लियोनल मेसी प्रेरित इन्टर मियामी संयुक्त राज्य अमेरिकामा जारी लिग्स कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमी फाइनल खेलमा इन्टर मियामीले फिलाडेल्फिया युनियनमाथि 4-1 को फराकिलो जित हात पार्दै लिग्स कपको फाइनलमा प्रवेश गरेको हो। पेन्सिल्भानिया स्थित सुबारु पार्क रङ्गशालामा भएको खेलमा इन्टर मियामीको जितमा उच्च लयमा रहेको मेसीसँगै जोर्दी अल्बा, जोसेफ मार्टिनेज र डेभिड रुइजले गोल गर्दा पराजित टोलीका लागि एलेक्जान्द्रो बेदोयाले सान्तवना गोल फर्काए। खेल सुरु भएको तेस्रो मिनेटमै सर्जेई क्रेस्टोभको पासमा मार्टिनेजले गोल गर्दै मियामीलाई सुरुवाती अग्रता दिलाए। त्यसपछि 20औं मिनेटमा 7 पटकका ब्यालोन डिओर विजेता खेलाडीले गोल थप्दा मियामी 2-0 ले अघि बढ्यो। फ्रान्सेली महारथी क्लब पेरिस सेन्ट जर्मेन पिएसजी छाडेर आएता मेसीले मियामीका लागि निरन्तर गोल गर्दै आएका छन्। यता पहिलो हाफको इन्जुरी समयमा रोबर्ट टेलरको असिस्टमा जोर्दी अल्बाले गोल थप्दा मियामी पहिलो हाफसम्ममा 3-0 को आरामदायी अवस्थाले अघि बढ्यो। दोस्रो हाफको 73औं मिनेटमा फिलाडेल्फियाका लागि एलेक्जान्द्रो बेदोयाले एक गोल फर्काएर खेललाई 3-1 को अवस्थामा ल्याए र 84औं मिनेटमा यान्द्रे एडलिङको पासमा परिवर्तित खेलाडीका रूपमा मैदान आएका रुइजले गोल थप्दा मियामी 4-1 को फराकिलो गोल अन्तरले विजयी रह्यो। अब मियामीले लिग्स कपको उपाधिका लागि नासभिलसँग प्रतिस्पर्धा गर्नेछ।